आफ्नो मन सफा छ भने चाहिँ जसले जेसुकै भन्नुस् क्या केही फरक पर्नेवाला छैन क्या। हामी जतिसुकै राम्रो भए पनि हामीलाई नराम्रो भन्ने मान्छे चाहिँ यो दुनियाँमा धेरै छन्, तर त्यो मान्छेको चाहिँ कहिले नि मतलब नगरे हुन्छ क्या। यदि त्यो मान्छेहरूको मतलब गर्दै गयौँ भने हामी त्यही कुरामा अड्किन्छौँ क्या, हामी कहिले पनि अगाडि बढ्न नै पाउँदैनौँ क्या। एउटा न एउटा कुराले हामीलाई तल खसाउन खोजिरहेकै हुन्छ क्या मान्छेले। किन सुन्ने उनीहरूको कुरा? आफूलाई थाहा छ नि आफू कस्तो हो भनेर त होइन, आफ्नो मनभित्र छ क्या म को हो र मैले के गर्नुपर्छ भन्ने कुरा आफ्नो मनमा छ नि त। नराम्रो भन्ने मान्छेलाई भन्न दिनुपर्छ क्या, भोलि त्यो दिन आउनेछ कि त्यो मान्छेलाई पनि रिग्रेट हुनेछ क्या, त्यो मान्छेलाई मैले यस्तो वचन लगाएको थिएँ भनेर क्या। त्यो सम्मान चाहिँ गर्नुपर्छ क्या। आफ्नो मन चाहिँ एकदमै सफा हुनुपर्छ र कसैलाई पाप गर्नु हुँदैन, कसैलाई नराम्रो बोल्नु हुँदैन, कसैलाई हेप्नु हुँदैन। आफूले आफ्नो बाटोमा हिँड्दाखेरि चाहिँ आफ्नो मन चाहिँ एकदमै सफा बनाएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। यदि मैले केही गर्न सक्छु अरूको लागि भने म गर्न तयार छु क्या, तर त्योभन्दा अगाडि म आफूले आफ्नो लागि पनि सोध्छु क्या। जतिसुकै राम्रो गरे पनि एउटा न एउटा कुरा उसलाई चित्त बुझ्दैन क्या, र सबैको चित्त बुझाउन सकिँदैन पनि। आफू जे छन् त्यसैमा खुसी हुनुपर्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। जे हो त्यही हो क्या, कसैको मतलबै राख्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ। एक बारको जिन्दगी एकदम खुसी भएर अगाडि बढ्नुपर्छ क्या। जिन्दगीको गोल चाहिँ पैसा मात्र होइन क्या, पैसाभन्दा ठुलो चाहिँ खुसी हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यति पैसा होस् जुन पैसाले आफूलाई चाहिँ मजाले चल्न पुगोस् होइन, बिरामी हुँदा उपचार गर्न सकोस्, खान सकोस् होइन, भोकले रोएर बस्नु नपरोस्, त्यति भए पुग्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। धेरै पैसा पैसा भनेर पछाडि भागेर आफ्नो जिन्दगीको खुसी अनि आफूले गर्नुपर्ने कर्म सबै बिर्सिनु चाहिँ हुन्न जस्तो लाग्छ मलाई चाहिँ। मेरो बुझाइमा चाहिँ त्यही हो। र आफूले आफूलाई कहिले पनि निराश फिल नगर्नु। तपाईँले गरेको कामले अरूले तपाईँलाई नराम्रो भन्दैछ भने त्यो कुरामा कहिले पनि टेन्सन लिएर बस्नु पर्दैन क्या। मान्छेको काम हो, तपाईँ जतिसुकै राम्रो भयो नि तपाईँलाई एउटा न एउटा कुरामा चाहिँ तपाईँलाई खसाल्छ नै। तपाईँलाई अरूले खसाल्दैछ भनेर तपाईँ कहिले पनि निराश हुनु पर्दैन क्या। प्राउडली हिँड्नु क्या, तपाईँलाई थाहा छ तपाईँ को हो भनेर। त्यही हो, म चाहिँ त्यही भन्छु तपाईँहरूलाई, कहिले पनि आफूले आफूलाई स्याड नगर्नु, बी स्ट्रङ, बी ह्याप्पी, त्यही भन्न चाहन्छु म तपाईँहरूलाई। त्यही हो यार।